फागुन 21 मा निर्वाचन हुन्छ यहाँ भर्खरै पनि मलाई खुसुर गर्दै हुनुहुन्थ्यो विराटनगर नगरपालिकाका मेयर आदरणीय नागेश कोइरालाज्यूले उहाँ प्रतिष्ठित एउटा ठुलो पार्टीको प्रतिस्पर्धी पनि हुनुहुन्छ उहाँको उज्जवल राजनीतिक भविष्य छ तर उहाँमा पनि आशंका छ बरु हाम्रा छिमेकी दुईटा मुलुकका उच्च स्तरका अधिकृतहरूले आशंका गर्दैनन् मैले उहाँसँग प्रत्यक्ष वार्ता गर्दाखेरि नेपाल मस्ट होल्ड इलेक्सन अन द्याट पर्टिकुलर डेट भन्छन् हाम्रो यहाँ आन्तरिक रूपमा आशंका गर्छौँ तर मलाई खुसी के लाग्छ भने आशंका रिमर चाहिँ हामी कहाँ सत्य हुँदैन भदौ 23 मा त्यस्तो होला भनेर कसैले हल्ला फैलाएको थियो हल्ला नफैलाएको घटना घट्यो भदौ 24 को 2 बजे सरकार गिर्ला भनेर कसैले हल्ला फैलाएको थियो 5-6 महिना अगाडि त्यही अहिले हल्ला फैलाएको हुनाले हुँदैन कि भने हुनाले भदौ 21 फागुन 21 मै चुनाव हुन्छ कति पनि शङ्का नगर्नुहोस् त्यो बाहेक अर्को विकल्प छैन त्यो बाहेकको विकल्प भनेको एउटा यस्तो अनिश्चयको भुमरी हो जसको अनुमान म गर्न सक्दिनँ टिकटकमा देखिने भविष्यवाणी गर्ने व्यक्तिहरूले उहाँहरूले अनेक थरी कुरा गर्नुहोला म त्यस्तो भविष्यवाणी गर्न चाहन्न तर मैले प्राप्त गरेको आधिकारिक सूचना आन्तरिक छलफलमा भएका कुराहरू गरिएको तयारी हामीलाई प्राप्त अन्तर्राष्ट्रिय सहयोग र समर्थन त्यो सबैको सन्दर्भमा ढुक्क साथ के भन्छु भने फागुन 21 मा चुनाव हुन्छ प्राकृतिक कारणले कुनै स्थानमा हिउँ परेको कारणले एक दुई स्थानमा यदि केही गरी सम्भव भएन भने त्यसलाई पनि अन्यत्र सार्न सकिने गरी भन्नाले त्यो मतदान केन्द्रलाई तलमाथि गर्न सकिने गरी त्यो विकल्पलाई खुला राखिएको छ त्यस्ता जिल्लाहरू हिमाली जिल्लाहरू केही छ ती पनि जिल्ला पुरै होइन केही क्षेत्रहरूमा त्यसको तयारी नेपाल सरकारको सुरक्षा संयन्त्रले गरेको छ आशंका गरिए जस्तो कतिपयलाई उठाइदिन्न कि कतिपयलाई राजनीतिक अवसरबाटै वञ्चित गरिन्छ कि यो सरकारको म्यान्डेट होइन यो सरकारको कर्तव्य पनि होइन यो सरकारले कसैलाई पनि सम्माननीय प्रधानमन्त्रीदेखि लिएर प्रत्येक मन्त्रीलाई यहाँहरूले सोध्नुभयो भने राजनीतिमा को उठ्ने को नउठ्ने कसलाई छान्ने कसलाई नछान्ने यो सम्पूर्ण अधिकार मतदातामाथि रहेछ मतदाता स्वयंले यदि कसैलाई हामी मत दिनै चाहन्नौँ भन्यो भने त्यस्तो अधिकार दिने कि नदिने भन्ने विषयमा अहिले छलफल चाहिँ चलिरहेछ केही गरी त्यो पर्यो भने मतपत्रमा एउटा तलपट्टि नोटाको प्रावधान म कुनै पनि माथिको कसैलाई पनि भोट दिन्न भन्ने प्रावधान चाहिँ आउन सक्छ त्यो आउँछ या आउँदैन मैले अहिले भन्न सक्दिनँ किनभने त्यसको तयारी चाहिँ त्यो कानुन बन्न बाँकी छ अध्यादेशबाट त्यसलाई ल्याउनु पर्ने हुन्छ अन्तर्राष्ट्रिय स्तरमा त्यसको बारेमा दुई मत छन् प्रत्येक नागरिकले आफ्नो सरकार अनिवार्य रूपमा चुन्नुपर्छ म सरकार चुन्दिनँ भनेर भाग्न पाइँदैन नागरिकले त्यो नागरिकको दायित्व भएन भन्ने एउटा विचारधारा पनि कतिपय मुलुकमा छ जहाँ मतदान भनेको बाध्यकारी काम हो नागरिकको कर्तव्य हो भनेर परिभाषित गरिएको छ म मतदानै गर्दिनँ म कसैलाई पनि मत गराउन भन्नु भनेको लोकतन्त्रलाई अवज्ञा गर्नु हो भन्ने एउटा विचारधारा पनि छ अर्कोतिर कतिपय मुलुकहरूमा होइन मलाई मन पर्दैन भने म यो निर्वाचनबाट म बहिष्कार गर्छु तर मतपत्रमै मैले छाप लगाएर बहिष्कार गर्छु भने जस्तो भन्न नोटा गर्न पनि पाइन्छ त्यो गर्ने कि नगर्ने अहिले बहसको चरणमा छ अन्तर्जिल्ला कुनै व्यक्ति रोजगारीको क्रममा अथवा कुनै कामले अस्थायी मतदाता भन्छौँ जसलाई हामीले त्यो विगतमा नभएको होइन हामीले अहिले पनि अभ्यास गरिरहेछौँ कारागारमा भएका व्यक्तिहरूले त्यो आफ्नो जहाँ हुनुहुन्छ त्यहीँबाट मतदान गर्न पाउनुहुन्छ उहाँको भोटर लिस्ट अन्यत्रै होला त्यो सबैलाई खुला गर्ने कि नगर्ने बिचमा गएर बन्द गरिएको रहेछ त्यो पनि अहिले बहसमा छ जेनजी पुस्ताका युवाहरूले यो त अनिवार्य गर्नुपर्छ नेपाली नागरिक आफ्नो रोजगारीको सिलसिलामा व्यवसायको सिलसिलामा विभिन्न मुलुकहरूमा गएका छन् बाहिरकालाई पनि दिनुपर्छ बाहिरकालाई दिन सकिएन कदाचित कुनै कारणले किनभने बाहिर हामीले दिन चाहे पनि कतिपय अवस्थामा सुरक्षाको कुरा आउँछ यहाँ मध्ये जति सरकारी कर्मचारीहरू हुनुहुन्छ उहाँहरूलाई थाहा छ यदि मतदान केन्द्रमा कुनै हो हल्ला भयो भने त्यहाँ नेपाल प्रहरी र तोकिएको अधिकारी मात्रै गएर मुचुल्का गर्नुपर्ने हुन्छ जुन कुरो कतारमा मतदान गराउन थाल्यो भने सम्भव नहोला किनभने सबै संयन्त्र यहाँबाट पठाउन पाइँदैन कतार सरकारले त्यो सहमति दिनुपर्छ त्यो तयारी हामीले गरेका छैन त्यो सम्भव हुन्छ कि हुँदैन त्यो पनि अध्ययनको क्रममा छ तर एउटा अन्तर्जिल्लाको हुन सक्ला जेसुकै भए पनि ती सबै परिवर्तन गरेर भए पनि निर्वाचन गर्नको निमित्त सबै हिसाबले
सरकार तयार छ। त्यसको निमित्त आवश्यक पर्ने सुरक्षा संयन्त्रलाई आवश्यक पर्ने खर्च साधन व्यवस्था सबै गरिएको छ। करिब करिब सुरक्षा संयन्त्रको बिग्रे भत्केका सम्पत्तिहरू रेस्टोर भइ पनि सके। आत्मबल कमजोर छ भन्ने सुरक्षाकर्मीहरूले भन्नुहुन्छ। यही पनि सुरक्षाकर्मीहरू हुनुहुन्छ, तर उहाँहरूको आत्मबल कमजोर छ कि भनेर आशंका गर्ने वर्ग एउटा वर्ग छ। त्यो आशंका हाम्रो सुरक्षाकर्मीलाई हामी गर्दैनौँ र त्यसको निमित्त सुरक्षा भनेको सुरक्षाकर्मीको जिम्मा पक्कै हो, तर आम नागरिकको, राजनीतिक दलको, हामी सबैको पनि हो। हामी सबै अनुशासित भयौँ, शान्तिपूर्ण ढङ्गले मतदान गर्न गयौँ भने निर्वाचन निश्चित रूपमा भयरहित ढङ्गले, सुरक्षित ढङ्गले सम्पन्न